आमा आज त चुनाव प्रचार प्रसारको लागि नेता आउने अरे गाउँमा। नमस्कार नेताजी, तपाईँलाई स्वागत छ हाम्रो। नमस्ते, के छ सन्चै आरामै हुनुहुन्छ? सन्चै आरामै नि, हजुर आरामै हुनुहुन्छ? ठिकै छ नि। ल हिँड्नुहोस्, जाउँ बसौँ। ल जाउँ। नमस्ते आमा, सन्चै हुनुहुन्छ? ए अनि म चाहिँ यो चुनाव प्रचार प्रसारको लागि हिँड्दै आएको चुनाव निर्वाचनको लागि र मेरो यो चुनाव चिन्ह चाहिँ तारा हो। तपाईँले चाहिँ योपालि मलाई तारा चिन्हमा चाहिँ भोट हालेर मलाई जिताइदिनु पर्यो है त। ल म तपाईँसित ढुक्क भएँ है त आमा। ल यहाँ चाहिँ तपाईँले भोट हालिदिनु भयो भने मैले यो गाउँको विकासदेखि लिएर निर्माणका कार्यहरू सबै एकदम सम्पादन गर्छु है। मैले सबै विकास गर्छु, त्यही भएर मलाई ट्याक्क तारा चिन्हमा भोट हालिदिनु होला है त। के छ भाइ, अनि अहिले चाहिँ तारा चिन्हमै हाल है तिमीले भोट। मैले चाहिँ एकदम विकासको निर्माण काम गर्छु, तिमीले चाहिँ मलाई तारा चिन्हमा ठ्याक्क भोट हालेर जिताइदिनु पर्यो है त। र मैले सक्दो सहयोग गर्नेछु र अरूलाई पनि तारा चिन्हमा भोट हाल्न भन्नेछु। ल त्यति गर है भाइ। ल म अहिले तलतिर जान्छु, अनि पछि भेटौँला है। ल आमा नमस्ते। नमस्कार नेताजी, तपाईँलाई हाम्रो गाउँमा स्वागत छ। हस् धन्यवाद। के छ सन्चै आरामै हुनुहुन्छ? ल भाइ, योपालि चाहिँ रुखमा ठ्याप्प तिमीले भोट हालिदिनु पर्यो है। म चाहिँ तिमी प्रति एकदम ढुक्क छु है। ल भइहाल्छ नि, मैले हाल्नेछु। ढुक्क हाल्छौ नि? हाल्नेछु। तिमीलाई थाहा छ नि त म कस्तो मान्छे, मैले चाहिँ पहिला कति विकास गरेको हो। त्यही भएर अहिले ठ्याक्क रुखमा भोट हाल है तिमीले। मैले पहिल्यैदेखि पनि हाल्दै म चाहिँ यता मासतिरबाट आएको सर गर्दै घर दैलो गर्दै र म त तलतिर पनि जानुपर्ने छ, त्यही भएर अहिले छुटौँ है भाइ। ल ल नमस्ते, के छ सन्चै छौ? हस् धन्यवाद। ल भाइ, अहिले चाहिँ मलाई तिमीले सूर्यमा ठ्याक्क छाप हानेर मलाई जिताइदिनु पर्यो है। म एकदम ढुक्क छु। हाल्छौ नि भोट? मैले चाहिँ विभिन्न किसिमका विकासहरू गर्छु र तिम्रो यो खानेपानीदेखि लिएर बाटोघाटो यताउता त्यो चाहिँ मैले गर्छु, त्यही भएर मलाई अहिले जिताइदिनुपर्छ है। ल तपाईँ ढुक्क हुनुहोस्, मैले तपाईँलाई नै हाल्छु। ल हुन्छ भाइ, म फेरि तलतिर जानुपर्ने छ, यो उसको घर दैलो गर्दै हिँडिरहेको छु र अहिले चाहिँ छुटौँ है। ल भाइ, ल राम्रोसँग बस ल। हस्। नमस्कार नेताजी। नमस्ते, के छ सन्चै आरामै छौ? सन्चै आरामै न हजुर? आरामै हुनुहुन्छ? एकदमै ठिक छु म। त्यही गएर कुरा गरौँ। ल जाम भाइ। ल भाइ, अहिले चाहिँ तिमीले राजसभामा ठ्याक्क छाप लाएर मलाई जिताइदिनु पर्यो है। म ढुक्क छु। तिमीले बुझेको नि देशको स्थिति कस्तो भयो, कतिजना मान्छे मरे होइन, तिमीलाई थाहा छ होला। त्यही भएर अहिले ठ्याक्क राजसभामा हालेर जिताइदिनु पर्छ है। ल भइहाल्छ, मैले राजसभामै हालिदिनु। ल म चाहिँ यता तलतिर जानुपर्ने काम छ र अहिले चाहिँ बस ल। ल हुन्छ। नमस्कार नेताजी। नमस्ते, के छ सन्चै आरामै छौ? सन्चै आरामै न हजुर? आरामै हुनुहुन्छ? एकदम ठिक छ नि। कस्तो छ चुनावको माहौल? चुनाव एकदमै ठिक छ भाइ। यतातिर गाउँतिर के कस्तो हुँदैछ? यता नि ठिकै छ भने। ल हिँड्नुहोस्, उतै गएर गफ ल ल भाइ, अहिले तिमीले मलाई ठ्याक्क माओवादीमा 80 हतौडामा भोट हालेर मलाई जिताउनु पर्यो है। म ढुक्क छु र मैले चाहिँ विभिन्न किसिमका विकासहरू गर्छु, तिमी ढुक्क भौ र तिमीले चाहिँ मलाई भोट हालेर जिताउनु पर्यो है त। ल भइहाल्छ नि, हजुरलाई नै यो अहिलेको। ल म चाहिँ यता फेरि तलतिरपट्टि जानुपर्ने काम छ र अहिले चाहिँ म गएँ। ल ल हुन्छ ल। भाइ चुनाव सकिएको नि यत्रो 2 महिना भइसक्यो। नेताजीहरूले बाटो बनाउने, हस्पिटल बनाउने, पक्की रोड बनाउने, खोला नालाहरू सफा गर्ने, विद्यालय यत्रो टाढा छ, यस्तो सबै विकास गर्ने भन्नुभएको थियो। यत्रो बेर आउनु भएन। हामीले त नेतालाई भोट दिन मात्रै भयो क्या। तिमीले सही कुरो गर्यौ। अर्को पालिको चुनावमा हामीले सही नेता खोजेर भोट दिने है। हुन्छ भाइ, अब हामीले जुन जोगी आए पनि कानै चिरेका जस्तो गर्नु भएन। राम्रो नेतालाई भोट दिनु पर्यो।